शाखाहरूमा यसरी नै निष्क्रिय हुँदै 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 गएको काम नगरेर अनि त्यसले गर्दा म त्यहाँ पुगेपछि चाहिँ अहिले चाहिँ तपाईँहरूले गुगलमा गएर AITV.org गर्नुभयो भने चाहिँ अल इन्डिया तामाङ बुद्धिस्ट एसोसिएसन .org डिजिटल्ली पनि हामी कनेक्टेड छौँ। त्यो चाहिँ हेर्नुभयो भने चाहिँ को प्रेसिडेन्ट रहेछ, को सेक्रेटरी रहेछ, तपाईँहरू माथि आउनु पर्दैन, यसको संविधान के रहेछ अनि के हुँदैछ एक्टिभिटी सबै त्यहीँ पाउनुहुन्छ तपाईँले। यो सङ्गठनले के गर्दैछ, फर्दर प्लानिङहरू, अनि लास्ट अधिवेशन कहाँ भएको थियो, अनि पहिला अधिवेशन कहाँ भएको, सबै कुराहरू त्यहाँ पाउनुहुन्छ। अनि त्यसमै थप अहिले त फेसबुकको जमाना छ, सबैको छ है। AITV गरेर एउटा पञ्चशीलको झन्डा छ है। त्यो पञ्चशीलको झन्डामा तपाईँले क्लिक गर्नु भने त्यसमा पनि एक्टिभिटी सबै पाउनुहुन्छ। त्यसरी इन्स्टामा पनि छौँ अनि फेसबुकदेखि लिएर हामी युट्युबमा पनि छौँ क्या। त्यसले गर्दा अहिले सजिलो चाहिँ के छ भन्दाखेरि चाहिँ अखिल भारतीय तामाङ मधु सङ्घ भन्छ त्यो माथिको बुढोहरू हामीसँग कन्ट्याक्ट त छैन, त्यस्तो केही पर्दैन। अहिले सबै तपाईँले तपाईँकै मोबाइलमै पाउनुहुन्छ क्या एउटा कुरा। अनि त्यसले गर्दा चाहिँ के भयो भन्दाखेरि कम्युनिकेट गर्नु सजिलो पऱ्यो क्या। अनि अर्को थप कुरा के भन्दाखेरि चाहिँ म यहीँ परेको हो, त्यसले गर्दा तपाईँहरूलाई झन् सजिलो पऱ्यो क्या। अब तपाईँहरूले त्यो उता मर्ज हुने भन्दा चाहिँ मलाई मेरो सजेसन चाहिँ के राख्छु, तपाईँहरूले कम्तिनुहोस्, यहीँ आफ्नै राख्नुहोस् क्या। त्यसो गर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ तपाईँहरूको यो पान्डम भयो, हामी हर्सिङ भयो, त्यहाँदेखि माथि थुप्रो शाखा छ। तर आफ्नै हो भने चाहिँ यहाँ सरोजले भनेको जस्तो कि अब एउटा सानो सङ्गठन, कम्ती सङ्गठन पनि एउटा राम्रोसँगले पर्फर्मेन्स गर्नु सक्छ कि चाहिँ ठुलो हुनु पऱ्यो भने होइन। अखिल भारतीय ठुलो छँदैछ नि, इन्डियाभरको लागि छँदैछ नि होइन। त्यहाँदेखि मुनि आउँदाखेरि चाहिँ तपाईँको शाखा यसरी नै शाखामा एक्टिभ हुनु भनेको कुरा चाहिँ आज अधिवेशन आयो, अधिवेशनमा गएर नाचगान गर्नु, त्यहाँ रमाइलो गर्नु भन्नुको मात्र चाहिँ होइन क्या। अनि हाम्रो उद्देश्य चाहिँ के छ भन्दाखेरि चाहिँ आज यो लेबुङमा आउनुमा पनि सायद म यहीँ भएर चाहिँ मैले नै यतै ल्याएको। अनि त्यो ल्याउनुमा चाहिँ के पनि छ भन्दाखेरि चाहिँ दार्जिलिङमा एकपल्ट पनि भएको थिएन क्या। अहिलेको अब यो 38औँ अधिवेशन चाहिँ बिचमा कोभिडको टाइममा सस्पेन्ड भयो, त्यो पछि पहाड अनरेस्ट हुँदाखेरिको सस्पेन्ड भयो। लगभग 45हरू हुन्थ्यो क्या, 45औँ अधिवेशन हुन्थ्यो। तर त्यो नभएर चाहिँ दुईवटा त्यो 4-5 साल ब्रेक भएको चाहिँ 38 पुग्यो। 38 भनेको चाहिँ मामुली कुरा होइन। अधिवेशन मात्रै पनि 38औँ अधिवेशन पुग्नु भनेको चाहिँ अब एउटा त्यो आफ्नो त्यो सङ्गठन नै भित्र पनि गर्वको कुरा हो क्या। जुन चाहिँ यो हामीले यो हाम्रो पुरानो र सबैभन्दा ठुलो अल इन्डिया भनेपछि इन्डियाभरिमा आज योपालि तपाईँहरूले देख्नुहुन्छ यो अधिवेशनमा दिल्लीबाट, राँचीबाट, सिक्किमबाट, मेघालयबाट, आसामबाट सबै प्रतिनिधिहरू आउनुहुन्छ क्या योपालि। अनि योपालिको अधिवेशन चाहिँ छुट्टै प्रकारको गर्नुपर्छ भने चाहिँ हामी युवा जमातलाई चाहिँ अलिकति हामीले युवा जमातलाई चाहिँ अलिकति अगाडि बढाइरहेको छ। अनि त्यसमा अब पासाङ जुजो एकदमै श्रद्धेय जुजो है। अब जेमा पनि हामी त जेमा पनि कनेक्टेड हो। अनि यहाँ सरोज पनि त्यस्तो, यहाँ भाइ पनि है, उहाँ भाइ, अनि तपाईँहरूले पनि मलाई देखिरहनु भएको, हामी एकदमै कनेक्टेड हो क्या। अनि त्यसले गर्दाखेरि चाहिँ सबै फिल्डमा हामी कनेक्टेड, तर आफ्नै जातिको लागि चाहिँ डिस्कनेक्टेड, त्यो त भएन है। अनि कनेक्टेड भएर जानुपर्छ भन्ने हिसाबले चाहिँ हामी कनेक्ट भएको। अनि यसरी नै तपाईँहरू जस्तै शाखा सानो दिनको लिएर ठुलो दिनको लिएर आजको दिनमा मात्रै 10वटा मिटिङ हुँदैछ आजकै दिनमा। एउटा जिन्डिएनएसमा अहिले स्टिल हुँदैछ, म त्यहाँ सबसे पहिला बोलेर फर्केको। एउटा टिस्टा भ्यालीमा हुँदैछ, एउटा हाम्रै गाउँमा हुँदैछ, एउटा नेक्स्ट विक बेनेकबनमा छ। त्यसरी नै अन्य ठाउँमा गरेर यता रङ्गलियटमा, टिस्टा भ्यालीमा, यता मिरिकमा थुप्रो यसरी नै शाखामा पुरा भइराखेको छ क्या मिटिङहरू। अनि यसमा म अलिकति साङ्गठनिक पनि राख्छु, अलिक अधिवेशन पनि राख्छु। अलिकति मलाई समय दिनुहोस् है, तपाईँहरूलाई म भरपुर जानकारी दिन चाहन्छु है। त्यो चाहिँ के भन्दाखेरि चाहिँ जुन चाहिँ यो मेम्बरसिपको कुरा छ है, मेम्बरसिप चाहिँ एउटा घरले चाहिँ वर्षमा 120 रुपियाँ भन्नुभयो, महिनामा 10 रुपियाँ। 10 रुपियाँ त अहिलेको जमानामा केही पनि होइन है। त यो चाहिँ तपाईँले वान टाइम दिनुपर्छ क्या। अनि वान टाइम दिनुभयो भने चाहिँ ढुक्कै भएर चाहिँ 120 रुपियाँ हो। 120 रुपियाँ हामी त्यतिकै सक्छ है। अनि त्यसको 120 रुपियाँको इन रिटर्नमा हामी के दिन्छ त्यो पनि तपाईँहरूलाई म भन्छु। 120 हुन्छ। अनि 120 गरेर तपाईँहरूले एकजना यो कलेक्सन गरेर तपाईँको त्यो नमुना रिलसँगै है, तपाईँको नेम लिस्टसँगै त्यसलाई चाहिँ सेन्ट्रल कमिटीमा माथि सिधै लानुहोस्। त्यो महकुमा सकुमा केही होइन, सिधै सेन्ट्रल कमिटीमा कनेक्ट गर्नुहोस्। अनि त्यहाँ गएपछि चाहिँ तपाईँलाई फेरि तपाईँको 20% चाहिँ फेरि तपाईँलाई ब्याक फर्काइदिन्छ क्या यहाँ चल्नुको लागि। अनि तपाईँहरूले माथि दिनुपर्ने भनेको त्यति नै हो, त्यहाँदेखि उता केही पनि पर्दैन। अब तपाईँहरूले पाउने सुविधा चाहिँ के छ भन्दाखेरि चाहिँ अहिले हामीले ट्राइबल सर्टिफिकेट हामीले सबैले त थाहा छ है। ट्राइबल सर्टिफिकेट तपाईँहरूको कतिजनाको बन्ने छैन थाहा छैन है। तर ट्राइबल सर्टिफिकेट मैले नै एकपल्ट यहाँ सनराइजमा क्याम्प राखेको थिएँ, तपाईँहरू आउनु भएको थियो थाहा छैन। 295 भन्दा पनि ज्यादाले हामीले त्यहाँ ट्राइबल सर्टिफिकेट बनायो है। अनि त्यही ट्राइबल सर्टिफिकेट चाहिँ अहिले बनाउँदाखेरि चाहिँ यो एउटा कम्युनिटी सर्टिफिकेट भन्छ, यो तामाङ हो भनेर एउटा सर्टिफिकेट छ सेन्ट्रल कमिटीमा। त्यो चाहिँ तपाईँले किनेर ल्याउनु पर्नेछ। त्यसमा चाहिँ तपाईँको 500 रुपियाँ होला, त्यसमा कति 25वटा बुक पाउँछ है। त्यसमा चाहिँ तपाईँले भरेर दिएर मात्रै तपाईँ ट्राइबल सर्टिफिकेट पाउँछ। ट्राइबल सर्टिफिकेट मात्रै होइन, अब त्यो गोर्खा अस्ति त्यो अग्निवीरमा भर्ती जानेहरूले गोर्खा सर्टिफिकेटको लागि पनि कम्युनिटी सर्टिफिकेट माग्ने भएको छ क्या। त्यो चाहिँ हामीले नै अस्ति नेसनल कमिसन फर सेड्युल ट्राइब, हामी ट्राइबल हो है, दिल्लीबाट आउनु भएको थियो त्यो सेक्रेटरी नै। अनि उसको ओएसडी सेक्रेटरी डल्लै लिएर आउँदाखेरि चाहिँ हामीले नै हो प्रेजेन्टेसन दिएको है। रिप्रेजेन्टेसन दिएर एउटा मेमोरेन्डम दिएर सबसे पहिला बोल्ने नै मै थिएँ है। त्यो चाहिँ किन भन्दाखेरि चाहिँ हाम्रो ट्राइबल भनेर चाहिँ
नन ट्राइबल जो चाहिँ ट्राइबलै होइन तर उसले चाहिँ फल्स सर्टिफिकेट निकालेर एमबिबिएस 3rd इयर पढ्दैछ भन्नुको मतलब तपाईँ हाम्रो नै त कोठा खाँदैछ नि त त्यसले होइन। अनि त्यसलाई रोक्नुको लागि चाहिँ हामीलाई यो चाहिँ कसले भेरिफाई गर्छ भन्दाखेरि चाहिँ पहिला अफलाइन हुँदाखेरि चाहिँ थियो, अहिले अनलाइन नहुँदाखेरि चाहिँ त्यसमै ठिकै आदिवासी कल्याण सङ्घले तिनीहरूले त केस गरिरहेको छ। त्यस्तो ट्राइबल डिपार्टमेन्ट नन ट्राइबल चाहिँ ट्राइबल भएर हाम्रो फाइदा उठाइरहेको छ। त्यसले गर्दा त्यसको रोकथामको निम्ति चाहिँ हामीले एउटा नेसनल कमिसनलाई चिठी लेख्यो। त्यो नेसनल कमिसनले गएर उता डिएमलाई पठाएछ अनि डिएमले उत्तर नदिँदा अस्ति 19 तारिक मात्रै डिएमलाई फेरि दिल्ली बोलायो। अनि भन्नुको मतलब अबको जति पनि ट्राइबल सर्टिफिकेट कम्युनिटी सर्टिफिकेट हुन्छ तपाईँहरूको शाखामा नआइ चाहिँ हुँदैन। अनि तपाईँहरूले जबसम्म सर्टिफिकेट दिँदैन तबसम्म बनिँदैन एक है। अनि अर्को कुरा चाहिँ के पनि छ भन्दाखेरि चाहिँ यो अल इन्डिया तामाङ बुद्धिस्ट एसोसिएसनले जति पनि हाम्रो कोटा हुन्छ होइन त्यो कोटामा त काम गरिरहे नै राखेको छ। अनि त्यो सँगसँगै हाम्रोमा गुम्बा अनुदान पनि एट्याच छ क्या, जसलाई चाहिँ बिटिआई सेक्सन भन्छ। तपाईँहरूको म अलिअलि सबै कुरा छोडेर जान्छु है। जसमा चाहिँ हामीले 80 देखि लिएर 90वटा गुम्बा, यो दार्जिलिङ कालिम्पोङ सिलगढी जसले क्षेत्रले बिटिआई सेक्सन भन्छ, मिनिस्ट्री अफ कल्चर, यो स्टेट सेन्ट्रल गभर्मेन्टको प्रोजेक्ट। त्यहाँबाट एउटा गुम्बाले वर्षमा 1 लाख दिनको लिएर 12-25 लाखसम्म पाउँछ। त्यो चाहिँ हामी दिने काम गरिरहेको छौँ, एआइटिभीले नै दिने काम गरिरहेको छौँ है। अनि त्यसको सँगसँगै हामी माइनोरिटीमा पनि काम गरिरहेको छौँ। हामी डुएल सिम भनेर म भन्ने गर्छु, हामी ट्राइबल पनि हो माइनोरिटी पनि हो। माइनोरिटीमा क्लास 1 देखिको लिएर तपाईँको क्लास पिएचडी गर्नुसम्मको लागि पैसा पाउँछ, स्टाइपेन्ड पाउँछ। तपाईँहरूको नानीहरूले पाएको छ पाएको छैन त्यो थाहा छैन है, तर त्यहाँ पाउँछ। अनि तपाईँहरूले जस्तै 10सम्म पायो, त्यहाँदेखि 10सम्म तपाईँले 11,500सम्म पाउनुहुन्छ। त्यहाँदेखि उता 16,500 पिएचडी गऱ्यो भने 60,000 है। त्यहाँदेखि उता पनि तपाईँहरूले कसै प्रोफेसनली गयो भने तपाईँले एडुकेसनमा कोही जान्छ फर्स्ट इयर सेकेन्ड इयर हुँदै, अर्को कोही फार्मेसी गर्छ, कसै इन्जिनियरिङ गर्छ। त्यसको लागि पनि एउटा छुट्टै माइनोरिटी गभर्मेन्टले एउटा स्किमहरू राखेको छ। त्यो बाहेक पनि तपाईँहरूले बिजनेस गर्छु भन्नुभयो भने 50,000 दिनको लिएर तपाईँको 25 लाखसम्मको माइनोरिटी पाउँछ, जसको पर्सेन्टेज चाहिँ 5 to 6% खालि हुन्छ। त्यही कुरा चाहिँ तपाईँ ब्याङ्कले 11.8%ले दिन्छ। भन्नुको मतलब कति डिफ्रेन्स पाउनुहुन्छ। त्यो पनि ब्याङ्कको एउटा सर्टन 3 वर्ष हुन्छ, यहाँ चाहिँ तपाईँको लामो समयमा क्वार्टरली पे गर्नुपर्ने हुन्छ क्या। त्यसको निम्ति त्यस्तो डकुमेन्टेसन पनि केही पनि पर्दैन, एउटा सिम्पल तपाईँले ट्रेड लाइसेन्सले पनि गर्नु सक्नुहुन्छ। त्यो सँगसँगै हामी म तपाईँहरूलाई छोटो भन्दै गएको एसएचजी तपाईँहरूको छ होला, एनाना बुरिङहरू देख्दैछु होइन। एसएचजी माइनोरिटीको पनि हुन्छ। तपाईँहरूको यताको एसएचजी हुन्छ, फेरि माइनोरिटीको चाहिँ के हो भन्दाखेरि तपाईँको एसएचजी ती राख्दा पनि हुन्छ। यता माइनोरिटीको एसएचजी खोल्नु भयो भने चाहिँ 6 जना चाहिँ मिनिमम हाम्रै तामाङै हुनु पऱ्यो। माइनोरिटी भनेको त क्रिस्चियन पनि हो, तर मेरो चाहिँ सुझाव के हो भने तामाङै हाल्यो भने चाहिँ तपाईँहरूको एउटा के हुन्छ भने चाहिँ तामाङ त मिलिहाल्यो नि त हामी होइन। हामी उद्धारको पनि हुन्छ, यति पैसा दिउँ ल दिउँ भन्ने हुन्छ। त्यो उद्धार त अरू जातमा तपाईँले पाउनु हुँदैन क्या। त्यसले गर्दा चाहिँ तपाईँहरूकै खोल्नुहोस्। अनि यहाँ चाहिँ एसएचजीमा के हुन्छ भन्दाखेरि चाहिँ तपाईँले एसएचजी म सबै कुरा तपाईँलाई छोटो रूपमा राखेर तपाईँलाई बुझाउने प्रयास गर्छु है। अनि यहाँ चाहिँ तपाईँहरूको नर्मल एसएचजीमा चाहिँ 2.5 लाख हुन्छ, त्यसपछि ग्रेडिङ भएपछि 4 लाख 6 लाख हो त्यस्तो हुँदै जान्छ। तर यहाँ माइनोरिटी एसएचजीमा चाहिँ तपाईँको फर्स्टमा फर्मेसन भएकोदेखि नै 18 दिनको लिएर 1 लाखसम्म एउटा इन्डिभिजुअलले पाउँछ। भन्नु मतलब 10 जना ग्रुप छ भने तपाईँहरूले विधाले लास्ट अफ फ्यामिली जस्तो चाहिँ सक्यो है। अन्तमा आज जे पनि है उहाँले सरल स्पष्ट सरल सठिक भाषामा है तपाईँ हामी समक्ष विभिन्न विषयहरूमाथि, तामाङको विषयमाथि है विभिन्न सहुलियतहरू विषयमाथि चाहिँ तपाईँहरूले जानकारी गराउनुभयो। सायद यस्तो प्रोग्राम हामीले पहिला सुनेको पनि थिएन होइन हाम्रो तामाङ विषयमा। र कतिवटा उहाँले राख्नुभयो माइनोरिटीको विषयहरू, यहाँ हाम्रो नानीहरू पढ्दैछ, अब त एउटा कमिटी बनेको छ। र यसमा तपाईँहरूले पनि तपाईँहरूको नानीहरू छ भने यो जो छ कमिटीको मान्छेहरू हामी छौँ है, हामीलाई चाहिँ तपाईँले इन्फर्मेसन यसमा श्रेय जान्छ हाम्रो भाइ सिसिएम हुनुहुन्छ, उहाँ सेन्ट्रल कमिटीका अफिस सेक्रेटरी साथै यस 38औं अधिवेशनको चिफ कोअर्डिनेटर हुनुहुन्छ, उहाँलाई श्रेय जान्छ। र उहाँकै एकदमै निर्देश अगुवाईमा उहाँ चाहिँ अगाडि नै आज जो हाम्रो है पाण्डम सागर गठन हुनुभयो, यसमा सबै आज आइदिनु भएर यस सभालाई सुचारू रूपले अहिलेसम्म जाडोमा बसिदिनु भएर कपाल बनाइदिनु भएको सबैलाई एकदमै काबुला साथै धन्यवाद भन्दै भोलिको दिनमा गएर यस शाखाले राम्रो कामहरू गर्नेछन् र निस्वार्थ भावनामा हामीले काम गर्नेछौँ भन्दै हाम्रो भाइकै अगाडि काम गर्दै हामीले राम्रो कामहरू गरेर देखाउनुपर्छ भन्दै आज जुन बनिएको जुन एउटा यो